लुका 15 अध्यायमा 3वटा उखान हामी पाउँछौँ। हराएको भेडा, हराएको सिक्का, हराएको छोरो, हराएको है। अनि यो 3वटा उखान चाहिँ यीशु ख्रीष्ट प्रभुले उहाँको हृदयभित्रका कुरा आजको मण्डलीलाई बाँड्नको लागि उहाँले यो कुराहरू गर्नुभएको हो। यो उखानहरू प्रोफेटिक पनि छ। अनि यो कुराहरू उहाँले जुन कुरो भन्नुभएको थियो आज त्यस्तै कुराहरू आज संसारमा भइराखेको छ है। र यहाँनिर विशेष गरिकन आज मैले तपाईँहरूलाई सेयर गर्न चाहेको कुरा चाहिँ के हो भन्दा, उडौ पुत्र जब बाउको घरबाट अलग भयो है, बाउको घरदेखि ऊ परदेशतिर लाग्यो, त्यहाँदेखि पछाडि ऊ फर्केर आएको छ। अहिले हामीले पढेर सुन्यौँ। ऊ रेस्टोर भयो, पुनर्स्थापन भयो बाउको घरमा। बाउले उसलाई स्वीकार्यो थियो। तर त्योभन्दा अगाडि उसले बाबुको घर छोड्दाखेरि उसले जुन कुरोहरू हराएको थियो, त्यो हराएको कुरा के थियो त्यो आज हामी हेर्नेछौँ यहाँबाट। अनि यो उडौ पुत्रले बाउको घर छोड्नुभन्दा अगाडि नै बाउको घरभित्र थियो, सङ्गतिमा थियो। ऊ त्यो सङ्गतिदेखि बाहिर थिएन, बाउको घरभित्रै नै थियो। बाउको घरको भोज खाइराखेको थियो, सबै कुरो गरेको थियो। तर पनि यो मान्छे चाहिँ, यो छोरा चाहिँ भित्र मनबाट चाहिँ अलरेडी पहिला नै उडौ पुत्र भइसकेको थियो। किनभने उसले बाउको घरभित्रको कुरालाई आज हेरेन। उसले बाउको आशीर्वादलाई हेरेन, बाउबाट पाएको कुरालाई, अधिकारलाई हेरेन। तर उसले चाहिँ जहिले पनि हुनसक्छ बाहिरको संसारको कुरालाई उसले हेरिरहेको थियो। शारीरिक अभिलाषा पुरा गर्नको लागि उसले त्यो कुराहरू मनमा सोचिराखेको थियो। पावलले आफ्नो पत्रीमा एक ठाउँमा यस्तो लेख्नु भएको छ। एकजना डेमास भन्ने व्यक्ति थियो। त्यो डेमास भन्ने व्यक्तिले को बारेमा उहाँले लेख्नु भएको छ। डेमासले वर्तमान संसारलाई माया गरेर, प्रेम गरेर उसले मलाई त्यागेको छ। किन? वर्तमान संसारलाई प्रेम गरेर। त्यो समयमा भर्खर बदलँदै थियो संसार। अहिलेको जस्तो थिएन, सोसियल मिडियाहरू थिएन, केही पनि थिएन। तर एउटा भर्खर सायद कतिवटा कुराहरू आधुनिकीकरण त्यो हुँदै गरेको थियो। अनि उसको मन चाहिँ त्यतापट्टि उसले लगाएर त्यहाँबाट चाहिँ उसले चाहिँ पावलबाट उसले छुटेर गयो। तर त्योभन्दा अगाडि चाहिँ डेमासले चाहिँ पावलसँग मिलेर सेवा गरिरहेको थियो परमेश्वर है। अनि होसिर नै यो उडौ पुत्र पनि बाउको घरभित्र हुँदा हुँदै नै ऊ चाहिँ उडौ पुत्र भित्र मनबाट गएको थियो। अनि उसले यहाँदेखि पछाडि उसले धेरै कुराहरू हराएको छ, गुमाएको छ। अनि त्यो कुराहरू चाहिँ म तपाईँहरूको अगाडि राख्छु। सबभन्दा पहिला कुरा चाहिँ म तपाईँले यहाँ पढेर सुन्नुहोस्। लुका 15:22 खोलिराख्नुहोस् कि यस्तो लेखेको छ। तर बाबु चाहिँले आफ्ना दासहरूलाई भने सबभन्दा बढिया पोषक निकाल र उसलाई पहिराइदेऊ। उडौ पुत्रले चाहिँ बाबुको घरको जुन चाहिँ बाबुले दिएको त्यो वस्त्रलाई चाहिँ उसले के गरेको थियो? हराएको थियो, हराइपठाएको थियो। इन अ सेन्स सायद हुनसक्छ झुत्रै झाम्रे भएर फर्केको थियो। लुगाहरू सबै फाटेको थियो, फोहोर थियो, मैला थियो। अनि आत्मिक दृष्टिकोणबाट हेर्दाखेरि भन्नु पर्दाखेरि चाहिँ उसको लुगामा चाहिँ संसार गनाइराखेको थियो, शारीरिक अभिलाषा गनाइराखेको थियो, धेरै पाप र व्यभिचारका कुराहरू गनाइराखेको थियो। अनि यसकारण उडौ पुत्रले बाबुको घरको जुन वस्त्र चाहिँ उसले चाहिँ गुमाएको थियो,
अनि यो वस्त्रले के बुझाउँछ? धार्मिकताको वस्त्र हो यो चाहिँ। प्रियहरू, जब हामी परमेश्वरदेखि टाढा हुन्छौँ, जब हामीलाई पापले परमेश्वरदेखि हामीलाई टाढो बनाउँछ, हामीले सबभन्दा पहिला चाहिँ धार्मिकताको वस्त्रलाई हामी हराइपठाउँछौँ। जुन वस्त्र बिना यीशु प्रभुमा आज हामी माथि र्याप्चर हुँदाखेरि हामी उठेर जान सक्दैनौँ। अनि त्यो लुगा भनेको छ यो बाइबलमा। अनि यो वस्त्र शैतानले चाहिँ याद गर्नुभएको छ तपाईँलाई, मैले पहिला पनि भनेको छु। जहिले पनि हाम्रो धार्मिकताको वस्त्रलाई चाहिँ शैतानले आरिस गर्छ अनि त्यो वस्त्रलाई जहिले पनि हामीलाई वस्त्रहीन बनाउन खोज्छ। तपाईँले उत्पत्ति 39 को 11 देखि 18 पदभित्र लेखिराख्नुहोस्, म अहिले खोल्दिनँ पनि। त्यहाँनिर युसुफको बारेमा तपाईँले पाउनुहुन्छ। अनि युसुफलाई उसको दाजुभाइहरूले बेचिदियो, मिस्र देशमा पुग्यो, पोतिफरको घरमा उस त्यहाँनिर कमरा भएर ऊ बस्यो। अनि युसुफ साह्रै नै सुन्दर मानिस थियो। अनि पोतिफरको बुढीले उसलाई चाहिँ यसलाई त आफ्नो बनाउनु पाएको हुन्थ्यो अघि। अनि उसले धेरै कोसिस गर्यो। अनि एक दिन उसको मालिक घरमा नहुँदाखेरि युसुफलाई चाहिँ के गर्यो, पोतिफरको पत्नीले उससँग व्यभिचार गर्नको लागि उसलाई जबरजस्ती गर्यो। तर त्यस बेला युसुफ के गर्यो? युसुफले यस भन्यो भनेन, के भन्यो? नो। अनि त्यहाँदेखि र पनि उसले जबरजस्ती गरेर चाहिँ युसुफको लुगामा समातेर तान्दछ। युसुफ चाहिँ त्यहाँदेखि चाहिँ के गर्छ? लुगा तिनतिर खोलिवरी भाग छोडेर भाग्दछ। शैतानले सबभन्दा पहिला धार्मिकताको वस्त्रमा हामीलाई के गर्छ? आक्रमण गर्छ, हामीलाई वस्त्रहीन बनाउनु खोज्दछ। अघि म तपाईँलाई अब एउटा पद यहाँनिर पढ्छु। प्रकाश 16 को 15 मा यहाँ यस्तो हामी लेखेको पाउँछौँ। प्रकाश 16 को 15 मा हेर्नुहोस्, यस्तो लेखेको छ, हेर म चोर झैँ आउँछु, आफूले नाङ्गो हिँड्नु नपरोस् र आफ्नो शर्म तिनीहरूले नदेखुन् भनेर जो जागा रहन्छ र आफ्ना लुगाहरूको रखवाली गर्छ त्यो धन्य हो। आफ्नो लुगाको रखवाली गर्नु। प्रियहरू, हामीलाई परमेश्वरले धार्मिकताको वस्त्र पहिराइदिनु भएको छ। यो वस्त्र हामीलाई पहिराउनको लागि यीशु ख्रीष्ट प्रभुले कल्वरी क्रुसमा हाम्रो बदलीमा उहाँ चाहिँ पाप बनिनु भएको छ। क्रुसको असहनीय कष्ट सहेर हामीलाई धार्मिकताको वस्त्र पहिराइदिनु भएको छ। यो धार्मिकताको वस्त्रलाई रखवाली गर्ने काम चाहिँ तपाईँ र मेरो। अनि शैतानले चाहिँ यो वस्त्रलाई कहिले पनि हामीले पहिरेर हिँडेको मन पर्दैन। अनि यहाँनिर उडौ पुत्रले बाबुको घरको त्यो धार्मिकताको वस्त्रलाई चाहिँ उसले के गरेको थियो? हराएको थियो, गुमाइपठायो। त्यसले गर्दाखेरि बाबुले भन्दैछ सबभन्दा पहिला चाहिँ यसलाई चाहिँ के गर? नयाँ वस्त्र। के भनेको चाहिँ हेर्नुहोस् त, सबभन्दा बढिया पोसाक। अर्को बाइबलमा चाहिँ सबैभन्दा असल पोसाक। त्यो पोसाक चाहिँ धार्मिकताको पोसाक हो। आमेन। धार्मिकताको पोसाक बाहेक यो संसारमा अरू कुनै पोसाक पनि, कुनै लुगा पनि असल छैन, श्रेष्ठ छैन। अनि परमेश्वरले हामीलाई त्यो धार्मिकताको वस्त्र पहिराइदिनु भएको छ। हामीले देख्दैनौँ, तपाईँले मेरो धार्मिकताको वस्त्र देख्नुहुन्न, मैले तपाईँहरूको धार्मिकताको वस्त्र देख्दिनँ। तर त्यो धार्मिकताको वस्त्र चाहिँ हामीले कहाँ ओढ्नुपर्छ भन्नुहोस् त? भित्रबाट ओढ्नुपर्छ, भित्रबाट। वचनमा लेखिएको छ, ख्रीष्टलाई के गर? पहिर। ख्रीष्टलाई के गर? पहिर, ओढ। ख्रीष्ट चाहिँ एउटा धार्मिकताको वस्त्र नै हाम्रो चाहिँ ख्रीष्ट यीशु प्रभु हुनुहुन्छ। उहाँलाई आज हामीले हाम्रो हृदयमा के गर्नुपर्छ? पहिरिनुपर्छ।
ओढेर राख्नुपर्छ। यदि यो छैन भने चाहिँ प्रभु आउनु हुँदाखेरि प्रभुले हामीलाई चाहिँ के गर्नुहुन्छ, धार्मिकताको वस्त्र बिना नाङ्गो देख्नुहुन्छ अनि हामीले उहाँसँग माथि प्रवेश पाउँदैनौँ। यो पहिलो कुरा थियो। अब दोस्रो कुरो यहाँनिर हेर्नुहोस् के लेखेको छ 22 पदमा, म अगाडि पढ्नेछु। अनि उसको हातमा औँठी र पाउहरूमा जुत्ता लगाइदेऊ। दोस्रो कुरो के हराएको रहेछ भन्नुहोस् त? उडोपुत्रले औँठी हराएको थियो। औँठी। अनि औँठी हुनसक्छ ऊ परदेशमा गयो, पैसा धेरै लिएर गएको थियो, बाउबाट सम्पत्ति ल्यायो, आफ्नो बनायो, उसले बेच्यो होला, पैसा बोकेर गयो, बिट्टा बोकेर गयो, त्यो सबै सक्यो, उडाएर सक्यो। त्यसले गर्दा उसलाई चाहिँ उडोपुत्र भन्यो। अनि त्यहाँदेखि लास्टमा सायद हुनसक्छ उसँग केही पनि थिएन, बाबुले दिएको औँठी पनि के गर्यो उसले, त्यो पनि बेचेर खायो। आजको भाषामा भन्नु चाहिँ बेचेर खायो। अनि औँठीले चाहिँ के बुझाउँछ भन्दाखेरि औँठीले चाहिँ अधिकार बुझाउँदछ। अधिकार। बाइबलमा दुईजना व्यक्तिको बारेमा बताएको छ। एउटा चाहिँ युसुफ हो, अर्को चाहिँ मोर्देखाई हो। राजाले उनीहरूलाई चाहिँ आफ्नो औँठी खोलेर चाहिँ दिएको छ। अनि औँठी, त्यो औँठी चाहिँ राजाको लेख थियो त्यहाँनिर, आजको भन्छ अर्डर, उर्दी भन्छ। त्यसमा त्यो लेखिसकेर त्यो औँठीको छाप चाहिँ त्यसमा लगाउनु पर्थ्यो। यो चाहिँ एउटा अधिकार हो। अनि उडोपुत्रले आफ्नो अधिकार पनि के गर्यो, हराइपठायो। अनि त्यो अधिकार हराएको कारणले गर्दाखेरि चाहिँ उसलाई के गर्यो, मान्छेहरूले थिचोमिचो गर्यो। उसँग खानेकुरा केही पनि थिएन, उसले सबै कुरो बेच्यो, अब केही पनि थिएन। अनि अन्तमा उसले एउटा मान्छेकोमा गएर चाहिँ के गर्छ, काम माग्छ। त्यो मान्छेले त्यहाँदेखि उसलाई के गरेर हेपेर पुरा थाङ्ने माग्ने त देख्यो। बाउको घरमा कस्तो अप टु डेट भएर बस्ने मान्छे, केही त छैन। नङहरू पनि यति लाम्रो भएको थियो होला, केशहरू यस्तो झरेको थियो होला, अनुहारभरि लेक्रा भएको, लुगाहरू फाटेको। यस्तो मान्छे गएर माग्दाखेरि के भन्छ उसले, हेप्छ होइन, हेपेरै भन्छ नि, जाऊ मेरो सुँगुर चराउनु जाऊ। सुँगुर चराउनु त गयो, तर उसलाई खानु भन्ने कुरा चाहिँ दिएन, खानेकुरा पनि दिएन। नखाइकन बिना पैसा बिना भोजन उसले चाहिँ के गर्नु पर्यो, त्यहाँ सुँगुर चराउने काम गर्नु पर्यो। अनि सुँगुरलाई हालेको चारो चाहिँ के गर्नु थाल्यो, उसले खानु थाल्यो। हेरौँ, जब हामी प्रभुदेखि टाढो हुन्छौँ नि, जब हामी परमेश्वरदेखि टाढो हुन्छौँ, शैतानले त्यहाँदेखि हाम्रो जीवनमा धेरै कुरामा हेप्न थाल्छ। लुका 10:19 पदले के भनेको छ, म तिमीहरूलाई साँप र बिच्छीहरूलाई कुल्चने अधिकार दिनेछु, शत्रुका सारा शक्तिहरूलाई तिमीहरूको पैतालो मुनि लगाउने मैले के दिएको छु, तिमीहरूलाई अधिकार दिएको छु। यो औँठीले चाहिँ दुष्ट शैतानमाथि, दुष्ट आत्मामाथिको अधिकार हो। अनि हामी जब ख्रीष्ट यीशु प्रभु बिन आज हामी जिउँदछौँ, आज हाम्रो धार्मिकताको वस्त्र बिन आज हामी जिउँदछौँ भनेदेखिलाई चाहिँ हाम्रो त्यो अधिकार पनि खसिन्छ। यो प्रकारले आज उडोपुत्र चाहिँ नाङ्गो भएर, केही पनि नभएर, सम्पूर्ण सकेर खलास भएर चाहिँ ऊ चाहिँ बाबुको घरमा फर्केको छ। अनि बाबुले के भन्दैछ, अब उसलाई औँठी लगाइदेऊ। बाबुले पुनर्स्थापन गर्दैछ उसलाई। वस्त्र हराएको थियो, फाटेको थियो, खत्तम भएको थियो, वस्त्र लगाइदेऊ। दोस्रो कुरो चाहिँ औँठी पनि उसले बेची खाएको थियो, उसलाई फेरि अर्को औँठी देऊ। त्यसको मतलब बाबुले उसलाई फेरि पनि अधिकारभित्र ल्याउनु खोज्दैछ।
प्रियहरू, हाम्रो बाबु नि हाम्रो परमेश्वर पिता चाहिँ उडो पुत्रको बाबु हुनुहुन्छ। म बारम्बार भन्ने गर्छु, हाम्रो परमेश्वर चाहिँ उडो पुत्रको बाबु हुनुहुन्छ। हामीले जस्तो प्रकारले जीवन बितायौँ, तर आज त्यसलाई आज हामी भुलेर त्यो कुरोलाई त्यागेर उहाँकोमा फर्किन्छौँ भने उहाँले हामीलाई के गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ। आमेन। अब फर्किने समय हो प्रियहरू, भाइ बहिनीहरू, छोराछोरीहरू, फर्किने समय, फर्किने समय, फर्किने समय। दुई 2025 सालको न्यू इयरको दिन वचन त्यही आएको थियो। मलाई प्रभुले त्यो वचन दिनुभएको थियो, म तिमीहरूको पछि हटाई निको पार्नेछु। आई विल हिल युर ब्याकस्लाइडिङ। तिमीहरू ब्याकस्लाइड भएर गएको छौ, फर्केर आऊ, म तिमीहरूलाई चङ्गाइ गर्छु। म तिमीहरूलाई फेरि पनि त्यो कुराहरूमा पुनर्स्थापन गराउँछु, अधिकार दिन्छु तिमीहरूलाई। म धार्मिकताको वस्त्र दिन्छु, तिमीहरूलाई स्वास्थ्य दिन्छु, आरोग्यता दिन्छु, तिमीहरूलाई चाहिने सबै प्रकारका आशिषले म भरिदिन्छु। तर परमेश्वरले के भन्नुभएको छ? फर्केर आऊ। मेरो बुढो पुत्र जस्तो आज हामी फर्कने समय चाहियो। हामी फर्कनुपर्छ प्रियहरू। कहिलेसम्म भन्नुहोस् त? हामी जुन कुरोको लागि आज सृष्टि भएका छौँ, जुन कुरोको लागि आज हामी बनिएका छौँ नि, परमेश्वरले हामीलाई संसारमा राखिसक्नु भएको छ नि, यो चाहिँ आज हामी परमेश्वरको कहाँ फर्केर उहाँलाई महिमा दिनको लागि हो। अघि यो चाहिँ दोस्रो कुरो थियो। अब तेस्रो कुरो म तपाईँको अगाडि राख्छु। उसको हातमा औँठी र पाउहरूमा जुत्ता लगाइदेऊ, जुत्ता लगाइदेऊ। बुढो पुत्रको जुत्ताले चाहिँ के गरेको थियो? भात माग्दै थियो। हामी सानोमा त्यस्तो गर्थ्यौँ, जुत्ता यस्तो फाटेर भएको लगाएर हिँड्थ्यो, ए तेरो जुत्ताले त भात माग्दै रहेछ, हगि हामी त्यस्तो भन्ने गर्थ्यौँ। अनि सबै फाटेको छ जुत्ताहरू पनि, हगि सायद बाउको घरको छेउमा आउँदाखेरि उसलाई लाज लाग्यो होला, खाली त्यहाँदेखि उसले जुत्ता पनि फ्याँक्यो। त्यहाँदेखि चाहिँ के गर्यो? खाली खुट्टा आएको छ, उसको पाउमा जुत्ता थिएन। बाउले भन्दैछ त्यहाँबाट चाहिँ यसको पाउमा के गर, खुट्टाहरूमा जुत्ता लगाइदियो। अनि जुत्ताले सुसमाचारको जुत्ता पनि छ, तर त्यो कन्टेक्स्टमा आज भन्दिनँ। जुत्ताले चाहिँ एउटा स्वतन्त्र जीवनलाई दर्शाउँदछ, अघि एउटा स्वतन्त्र जीवनलाई दर्शाउँदछ। अनि यीशु ख्रीष्ट प्रभु आउनु भएको समयमा इजरायल राष्ट्र चाहिँ रोमीहरूको अधीनमा थियो। रोमीहरूले कब्जा गरेको थियो। अनि रोमीहरूले चाहिँ अफ्रिकाको देशहरू उनीबाट सिकेको जुन चाहिँ एउटा थियो, प्रथा थियो, एउटा प्रथा भनौँ, एउटा के भनौँ, एउटा उनीहरूमा चल्ने चलन थियो। त्यो चलन अनुसार चाहिँ त्यो समयमा कमाराहरूले जुत्ता लाउनु पाउँदैन थियो। अनि यो सुसमाचार लेखिएको समयमा, अनि यीशु ख्रीष्ट आउनुभएको समयमा पनि त्यही नै हो। अनि किनभने यीशु ख्रीष्ट आएपछि, उहाँ क्रुसिफाई भएपछि त्यसको झन्डै करिब 40-45 वर्ष पछाडि मात्रै यो सुसमाचारको पत्र लेखिएको। त्यो समयमा चाहिँ त्यो खालको एउटा प्रथा चल्थ्यो, चलन थियो। कमाराहरूले जुत्ता लाउन पाउँदैन थियो। समाजमा कसरी छुटाउनु भनेर चाहिँ कमाराहरूको चाहिँ खुट्टा खाली हुन्थ्यो, हगि एउटा वेल टु डु फ्यामिली, उनीहरूले मात्रै जुत्ता लगाएर हिँड्नु पाउँथ्यो। अनि यदि कमाराहरूले जुत्ता लगायो भने त्यसलाई चाहिँ त्यहाँनिर कानुनी कारवाही हुन्थ्यो। यस्तो खालको समयमा यो उखान प्रभुले भन्नु भएको कुरा। अनि बुढो पुत्रको खुट्टामा के थियो? के थियो? थिएन। के थियो भन्नुहोस् त? खाली खुट्टा थियो। ओ खाली खुट्टा जुत्ता लगाएर गएको थियो।
सुट लगाएर गएको थियो, बुट कसेर गएको थियो, फर्केर आउँदाखेरि चाहिँ खाली खुट्टा आयो। हेर्नुहोस् न, अनि खाली खुट्टाले चाहिँ के बुझाउँछ? कमरा बुझाउँछ। बाइबलको दृष्टिकोणबाट, आत्मिक दृष्टिकोणबाट भन्नु हो भने चाहिँ खाली खुट्टाले चाहिँ एउटा कमरालाई बुझाउँछ। स्लेभ अङ्ग्रेजीमा दुईटा कुराहरू छ, एउटा चाहिँ सेवक, अर्को चाहिँ कमरा। हामी चाहिँ ख्रिस्टका सेवकहरू हुनुपर्छ, हामी शैतानको कमरा हुनु हुँदैन। जब हामी प्रभुको घरदेखि टाढो हुन्छौँ नि, प्रभुदेखि हामी टाढो हुन्छौँ, परमेश्वरदेखि हामी टाढो हुन्छौँ, त्यहाँदेखि हामीलाई बिस्तारो बिस्तारो धेरै खालको बन्धनहरू आउँछ। एक हप्ता भयो चर्च त्यहाँ सङ्गतिमा आएन, 2 हप्ता भयो सङ्गतिमा आएन, त्यहाँदेखि बिस्तारोसँग के हुन्छ भने नि त्यहाँबाट हामीलाई चर्चमा आउनु पनि अप्ठ्यारो लाग्न थाल्छ। आज यो मैले पनि पहिला अनुभव गरेको कुरा हो। एक समयमा म तपाईँलाई भन्दैछु आज, त्यहाँदेखि डर पनि लाग्छ, कोही के मुख लग्थे उ गरेर जाउँ भन्ने कुराहरू होइन, अप्ठ्यारो लागिराखेको हुन्छ। कस्तो गरौँ, के गरौँ, तर त्यस्तो खालको अप्ठ्यारो लाग्ने कुराहरू हामीले गर्नु हुँदैन। कुनै अप्ठ्यारो छैन, केही छैन। बाबुको घर हो, जति बेला आए तापनि हामी मण्डलीमा सबैलाई स्वागत गर्नुपर्छ, हामी स्वागत गर्छौँ। तर यहाँनिर चाहिँ के भन्दाखेरि चाहिँ आज हामी कमरा भएर जिउने कि हामी प्रभुको छोरा भएर जिउने? हामीलाई पुत्र हुनको लागि हामीलाई बोलाउनु भएको हो। हामी परमेश्वरको पुत्रहरू हौँ, परमेश्वरको पुत्रहरू। गलाती 4:7 भनेको बताएको छ, हामी चाहिँ पुत्रहरू हौँ परमेश्वरका। यदि तपाईँहरूले एफिसी 2:19 हेर्नुभयो भने हामी चाहिँ परमेश्वरको घरानाभित्र जन्मेकाहरू हौँ होइन। अनि यो मण्डली चाहिँ एउटा, म तपाईँलाई भन्दैछु, यो चाहिँ परमेश्वरको जीवित घर हो प्रियहरू, यो घर हो। यसबाट आज जब हामी टाढा हुन्छौँ नि, सङ्गतिबाट टाढा हुन्छौँ, परमेश्वरबाट टाढा हुन्छौँ, त्यहाँदेखि हामीलाई बिस्तारोसँग यो खालको क्या अप्ठ्यारो लाग्ने बन्धनहरू हाम्रो जीवनमा आउन थाल्छ। यो कुरो मैले पनि अनुभव गरेको कुरा है, तपाईँहरूलाई मैले कुनै उयस प्रकारले अप्ठ्यारो पार्नको लागि भनेको होइन। मैले पनि यो खालको पहिला पहिला जब त्यस बेला म मिनिस्ट्रीमा थिइनँ, सुरुमा अघि मलाई पनि त्यस्तो हुन्थ्यो। धेरैपल्ट मैले पनि त्यस्तो गल्ती गरेको छु। तर हामीले सिक्नु पर्दो रहेछ, गल्तीबाट सिक्नु पर्दो रहेछ। अनि यहाँनिर के भन्दैछ, यहाँनिर चाहिँ त्यसले गर्दा आज हामी पुत्रहरू हुनलाई बोलाएका हौँ भनेदेखिलाई चाहिँ परमेश्वरले आज हामीलाई के लगाइदिनु भएको छ? पाउमा खुट्टामा के लगाइदिनु भएको छ? जुत्ता लगाइदिनु भएको छ। यो चाहिँ सनशिप, दिस इज साइन अफ सनशिप। हाम्रो पुत्र हुने एउटा अधिकार हो जुत्ता चाहिँ, पुत्र बन्ने अधिकार हो। आज हामीले त्यो कुराहरू हरायौँ भने चाहिँ सुसमाचारको जुत्ता भन्दैछ होइन। हुनु त्यो त अब एउटा पापको बन्धनमा परेकाहरूले कहिले पनि सुसमाचार सुनाउन सक्दैन नि, सक्दैन। आज हामी फ्री हुनुपर्छ, परमेश्वरको पुत्र हुनुपर्छ, परमेश्वरको छोरा भएर उहाँको धार्मिकताको वस्त्र पहिरेर, उहाँको औँठी त्यो अधिकार पहिरेर, त्यहाँदेखि जुत्ता लगाएर चाहिँ आज हामी चाहिँ के गर्नुपर्छ? परमेश्वरको राज्यको कुरा चाहिँ अरूलाई हामीले बताउन पर्ने कुरा हो कि। त्यसले गर्दा प्रिय भाइ बहिनीहरू, आज हामी परमेश्वरको घरानाभित्र हामी जन्मेका छौँ। अनि हामी आज परमेश्वरका छोरा छोरी भएर, परमेश्वरको छोरा छोरी जस्तो हाम्रो पिता हुनुहुन्छ, जस्तो यीशु ख्रीष्ट हुनुहुन्छ, आज हामी त्यस्तै कुरा चाहिँ आज हाम्रो जीवनमा झल्किनु पर्ने कुराहरू आज हामीले 2 हप्ता भयो यो कुराहरूलाई सुनिराखेका छौँ होइन।
हामी परमेश्वरको घरनाभित्रका छोराछोरी हौँ भनेदेखिलाई चाहिँ आज हामी त्यस्तै भएर आज हामीले यीशु ख्रीष्टलाई संसारमा झल्काउनु पर्ने कुरा हुन्छ। यसकारण तेस्रो कुरो चाहिँ उडो पुत्रले के हराएको रहेछ भन्नुहोस् त? जुत्ता। छोरा हुने अधिकारै उसले गुमाएको थियो। यहाँ हेर्नुहोस्, यहाँ के भन्दैछ? यहाँ 18 मा हेर्नुहोस्, 19 मा हेर्नुहोस्, 19 पदमा, लुका 15:19 मा हेर्नुहोस्, र उसो तपाईको छोरो भनिन लायकको म छैन। उडो पुत्रले के भन्दैछ? मैले तपाईले दिनुभएको त्यो अधिकार, छोरा बन्ने अधिकार मैले गुमाएको छु। तपाईको छोरा भन्ने लायकको म छैन। हेर्नुहोस् त, 21 पदमा पनि त्यही भनेछ उसले। हेर्नुहोस् त, र अब उसो तपाईको छोरो बनिने लायकको म छैन। अघि 19 पदमा चाहिँ मलाई तपाईको ज्यालादारी नोकरहरू मध्ये एउटा बनाएर राख्नुहोस्, मलाई कमरा बनाएर राख्नुहोस्। तर बाबुको मन चाहिँ कस्तो छ? म तँलाई कमरा बनाउँदिन छोरा, तँ फर्केर आइस, यतिमा म खुसी छु, तँलाई म छोरा नै बनाएर राख्छु। यसलाई जुत्ता लगाइदेऊ, वस्त्र लगाइदेऊ, औँठी लगाइदेऊ, जुत्ता लगाइदेऊ, म तँलाई छोरा नै बनाएर राख्छु। बाबुले चाहिँ त्यसो भन्छ, परमेश्वरले चाहिँ त्यसो भन्नुहुन्छ है प्रियहरू। आमेन। म तिमीलाई मेरो छोरा नै सम्झिन्छु अहिले। तिमी मेरो छोरा हौ। अनि म जब तिमी फर्केर आउँछौ, म तिमीलाई तिमीले मन गरेको, तिमीले जति पनि इच्छा गरेको, जे चाहना छ तिमीले मलाई माग, म तिमीलाई पुरा गर्छु। एउटा बाउको कहाँ त्यो मलाई दिन्छ कि दिँदैन, मैले पाउँछु कि पाउँदिनँ, त्यो द्याट इज नन अफ योर बिजनेस। त्यो तपाईँको भन्ने कुरै होइन। त्यो तपाईँको यति नै हो। तपाईँ परमेश्वर बाबुले के भन्नुहुँदैछ? फर्केर आइज, म तँलाई छोरा नै बनाएर राख्छु। तपाईको फर्किने काम हो, परमेश्वरबाट पहिलेको कुरालाई सम्हालेर राख्ने काम हो। त्यहाँदेखि उता तपाईँलाई परमेश्वरले के बनाउन चाहनुहुन्छ त्यो तपाईँको बिजनेस होइन, त्यो चाहिँ परमेश्वरको जिम्मा हो। आमेन। तपाईँले जति तपाईँको भविष्यको लागि फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ, त्योभन्दा बेसी परमेश्वरले तपाईँको फिक्री गर्नुहुन्छ। आमेन। हामीले यस्तो खालको बाबु पाएका छौँ, हाम्रो अनन्तको बाबु है। र यस कारणले गर्दाखेरि यो तेस्रो थियो। चौथो कुरोमा छोटो छोटो गरेर म अब सक्छु है। र यहाँनिर हेर्नुहोस्, चौथो कुरो 23 अध्यायमा हेर्नुहोस्। अब पोसिएको बाछा ल्याएर मार अनि खाऊ र आनन्द मनाऊ। उडो पुत्रले के हराएको रहेछ? बाबुको घरको भोजन। ओके, द फिस्ट अफ द फादर्स हाउस। उडो पुत्र, द प्रोडिगल सन, लस्ट द फिस्ट अफ द फादर्स हाउस। परमेश्वर बाबुको घरको भोजन उसले के गरेको थियो? मिस गर्दै थियो। उसले धेरैचोटि भनेको छ होइन? त्यहाँ माथि हेर्नुहोस् त, मेरो घरमा ज्यालादारी नोकरहरूले खाएर उप्रो पाप्रो भइराखेको छ, मिठो मिठो खाइराखेको छ, तर म चाहिँ यहाँ भोकले छटपटिराखेको छु। भोजनले के बुझाउँछ भन्नुहोस् त प्रियहरू? भोजनले चाहिँ परमेश्वरको घरको सङ्गति बुझाउँछ, द फेलोसिप। यीशु ख्रीष्टले के भन्नुभयो? हेर, म ढोकामा उभिएर के गर्छु? ढकढकाउँछु। कसैले मेरो स्वर सुनेर ढोका खोल्यो भने म त्यो भित्र के गर्छु? आउँछु। अनि त्यसले मसँग के गर्नेछ? भोजन खानेछ। अनि म त्योसँग के गर्नेछु? भोजन खानेछु। हामी भित्र आएर प्रभुले चाहिँ सङ्गति गर्नुहुन्छ, सङ्गतिको रोटी खानुहुन्छ उहाँले। अनि परमेश्वर यो बाबुको घरको भोजनले चाहिँ सङ्गति बुझाउँछ। अघि
सङ्गति बुझाउँछ। र यहाँनिर म तपाईँलाई एउटा वचन अब म पढ्न चाहन्छु। यहाँनिर योना 12 अध्यायमा है, तपाईँहरूले यहाँनिर यसलाई हामी पढौँ कि यहाँनिर यहाँ हेर्नुहोस्, लाजरस मरेको थियो होइन, त्यहाँदेखि लाजरस के भयो, बोरेर उठ्यो है, लाजरस बोरेर उठ्यो। अनि त्यसको यहाँ हेर्नुहोस् 12 अध्यायमा पढिदिन्छु। अब निस्तार चाडको 6 दिन अघि येशू बेथानीमा आउनुभयो जहाँ लाजरस थिए। लाजरसको बारेमा यहाँ लेख्ने कामै थिएन नि, किन लेख्यो होला? परमेश्वरको इच्छा थियो। परमेश्वरले आजको दिन आजको मण्डलीलाई यो बताउन चाहनु भएको थियो। यहाँनिर के बताउन चाहेको थियो? हेर्नुहोस्, लाजरस थिए जो मरेका थिए, जसलाई उहाँले मरेकाहरूबाट बौरे उठाउनु भएको थियो। 2 पदले भन्छ, अनि तिनीहरूले उहाँका निम्ति बेलुकीको भोजन तयार पारे अनि मार्थाले सेवा गरिन्, तर लाजरस चाहिँ उहाँसँग खानको निम्ति बस्नेहरू मध्ये एक थिए। लाजरसले यहाँनिर प्रभु यीशु ख्रीष्टसँग खाना बसेको होइन, यो चाहिँ के गर्दै थिए? लाजरसले यीशु ख्रीष्टसँग सङ्गति गर्दै थिए। प्रियहरू, म आज तपाईँलाई यही कुरो भन्न चाहन्छु, आज हामी यीशु ख्रीष्टमा बौरेर उठेका मानिसहरू हौ नि, होइन र? कलसी 3को 1, 2, 3ले के भनेको छ? यदि तिमीहरू बौरेर उठेका छौ भने, परमेश्वरको वचनले हामीलाई के भनेको छ? मुनिको कुरा हेर्नु भनेको छ होइन, माथिको कुरा के भएको छ भने बौरी उठेका छौँ। आमेन। हामी बौरी उठेका छौँ ख्रीष्ट यीशुको। हाम्रो आत्माले बौरी उठे पाएको छ, नयाँ जीवन पाएका हुनु। हामीले माथिको कुरा हेर्नुपर्छ। अनि लाजरसले यहाँ माथिका कुराहरू हेरिरहेका छन्। लाजरसले यीशु ख्रीष्टसँग खानु बसेको होइन, यो चाहिँ ख्रीष्टको सङ्गति उसले मन पराएको छ, किनकि ऊ चाहिँ बौरेर उठेको छ नि। प्रियहरू, आज हामी विश्वासी, हामी जनहरू आज बौरेर उठेकाहरू, आज हामीले माथिका कुरा हेर्नुपर्छ। बाबुको घरको सङ्गतिलाई को चाहना हुनुपर्छ आज हाम्रो हृदयमा। बाबुको घरको भोजनको आज हामीलाई चाहना हुनुपर्छ। त्यहाँदेखि पो हामी अगाडि बढ्न सक्छौँ अघि। अनि अर्को चौथो कुरो मैले भने, अब पाँचौँ अनि अन्तिम कुरो हेर्नुहोस्। पाँचौँ अनि अन्तिम कुरा चाहिँ हेर्नुहोस् 24 पदमा हेर्नुहोस्, लुका 15:24। किनभने मेरो यो छोरो मरेको थियो र फेरि जीवित भएको छ, ऊ हराएको थियो र पाइएको छ, अनि तिनीहरू आनन्द मनाउन थाले। हेर्नुहोस् त, जब हामीलाई पापले परमेश्वरको सङ्गतिदेखि हामीलाई टाढो राख्छ नि, जब हामी टाढो हुन्छौँ परमेश्वरदेखि, त्यहाँदेखि चाहिँ हाम्रो जीवनमा उडो पुत्र पनि के भएको थियो भन्नुहोस् त? ऊ मरेको थियो। बाबुको सङ्गति विहीन भएर ऊ मरेको थियो। बाबुको घरलाई छोडेर गएको थियो, त्यागेर गएको थियो। त्यसले गर्दाखेरि चाहिँ ऊ चाहिँ बाबुदेखि अलग भएर चाहिँ ऊ चाहिँ मरेको थियो। परमेश्वरको वचनले भनेको है प्रियहरू, मैले भनेको होइन। ऊ मरेको थियो, यो फेरि जीवित भएको छ प्रियहरू। अनि बाइबलले धेरै ठाउँमा हामी यस्तो कुराहरू पाउँछौँ, जब हामी परमेश्वरदेखि टाढो भएर जिउँछौँ नि, त्यो चाहिँ एउटा मरेको अवस्था हो भनेर चाहिँ बताएको छ। हामी बाहिरबाट खाइराखेका हुन्छौँ, पिइराखेका हुन्छौँ होइन, म्युजिक आउँदाखेरि डान्स गरिराखेका हुन्छौँ होइन, भोजनहरू खानु पायो भने मजाले खाइराखेका हुन्छौँ, सबै कुराहरू गरिराखेका हुन्छौँ, तर हामी आत्मामा चाहिँ भित्र मरिरहेका हुन्छौँ। ख्रीष्ट बिन चाहिँ आज हामी मर्छौँ प्रियहरू। अनि बुढो पुत्रको त्यही कुराहरू भएको थियो, स्पिरिचुअल डेथ। संसारमा आज हामी लागि पर्यौँ भने
संसारको कुराले चाहिँ आज हामीलाई मार्छ, तर ख्रीष्ट यीशु प्रभुले हामीलाई जीवन दिनुहुन्छ। यसकारण आज हामीले पाएको उदार मुक्तिलाई हामीले कहिले पनि लापरवाही गर्नु हुँदैन। एउटा वचन पढेर त्यहाँदेखि म अन्त गर्न चाहन्छु कि यहाँनिर हिब्रू 2:3 हामीले यति ठुलो मुक्तिको वास्ता गरेनौँ भने हामी कसरी उम्कन्छौँ त? हामी कसरी उम्कन्छौँ? हामीले पाएको मुक्तिको वास्ता गरेनौँ भने, हामीले पाएको जीवनको वास्ता गरेनौँ भने, पुत्रले पनि वास्ता गरे। बाबुको घरमा ऊ जीवित थियो। सङ्गतिले हामीलाई जीवित राख्छ प्रियहरू। हामी जीवित रहनु हो भने, आत्मामा जीवित रहनु हो भने हामी सङ्गतिमा रहनुपर्छ। अघि हेर्नुहोस्, अनि यहाँनिर के भनेको छ? हामीले यति ठुलो मुक्तिको वास्ता गरेनौँ भने हामी कसरी उम्कन्छौँ त? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट सुरु भयो र उहाँलाई सुन्नेहरूद्वारा हाम्रो निम्ति यो कुरा पुष्टि गरियो। हेर्नुहोस् त, हामी उम्कँदैनौँ। परमेश्वर नै हामी जस्तो हुनुहुन्न नि प्रियहरू। हामी जस्तो हुनुहुन्न। हामी सबैलाई प्रेम गर्नुहुन्छ। उहाँको विरोध गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँको विद्रोह गर्नेहरूलाई पनि उहाँले प्रेम नै गर्नुहुन्छ। उहाँलाई औँला ठहराउनेहरूलाई पनि उहाँले प्रेम गर्नुहुन्छ। उहाँलाई सानो घुसी देखाउनेहरूलाई पनि उहाँले प्रेम गर्नुहुन्छ। जस्तो उहाँलाई खिसी गर्ने, निन्दा गर्ने, यस्तो सबैलाई यीशु प्रभुले माया गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, क्षमा गर्नुहुन्छ। हामी मान्छे जस्तो उहाँ हुनुहुन्न। मान्छेले चाहिँ बदला लिन्छ, होइन? बदला लिन्छ। तँलाई पनि पर्खिन। इङ्ग्लिसमा एउटा भनाइ छ नि, इभन डग हेज अ डे। कुकुरको पनि दिन आउँछ नि, मेरो पनि दिन आउँछ भनेर हामी भन्छौँ, होइन? अनि यस्तो खालको परमेश्वर हुनुहुन्न। उहाँले अहिले त केही गर्नु हुँदैन। हामीलाई यति धेरै सहनुहुन्छ, यति धैर्य धारण गरेर उहाँले पर्खिरहनुहुन्छ। कहिले फर्किने हो भनेर मुसार्नुहुन्छ, तपाईँलाई सुरक्षा दिनुहुन्छ। सबै कुरोमा तपाईँलाई आशिष पनि उहाँले नदिने होइन, दिनुहुन्छ। तर एउटा नेपालीमा उखान छ नि, सुन्नु भएको छ? कहाँ जान्छस् मछलिया मेरै, थाहा छ? भन्नुहोस् त। मेरै ढडिया। माछा मार्नेले चाहिँ तल चाहिँ ढडिया थाप्दो रहेछ, तिखो तिखो भएको क्या, यस्तो बाँसहरू उ गरेर। अनि माछा माथिबाट चाहिँ माछालाई उ गर्दै 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 लान्छ। तले थुनेर त्यो माछा उँधो भाग्नु खोज्दाखेरि चाहिँ त्यहाँ गएर चाहिँ पर्दो रहेछ। परमेश्वरले बदला अहिले लिनुहुन्न नि। अहिले परमेश्वरले तपाईँलाई रिस पनि देखाउनु हुँदैन, क्रोध पनि देखाउनु हुँदैन। अहिले त माया गर्नुहुन्छ, किनभने फर्कोस्, सबैजना बाँचोस्, सबैजनाले आशिषित बनोस्, सबैजनाले मबाट जे कुरा यिनीहरूले पाउनुपर्छ पाओस्, उपभोग गरोस्, यिनीहरूको भविष्य बनाओस्। परमेश्वरले यो कुरोहरू चाहनुहुन्छ। तर एक समय आउँछ, त्यो बेला हामीले त्यो मौका पाउँदैनौँ नि प्रियहरू। म अस्ति एकजना भाइलाई मैले काउन्सिलिङ गर्दै थिएँ। तपाईँले कतिवटा कुरो छोड्नु सक्नुहुन्न, ठिकै छ, तर तपाईँले पश्चाताप गर्ने मौका पाउनु भएन भने नि भनेर मैले भन्दै थिएँ। डर लाग्छ अरे पुरा, तर यस्तो लगाउनु चाहिँ नछोड्ने। प्रभुको त कम्ता डर लाग्दैन भन्छ, फेरि यस्तो लगाउनु चाहिँ छोड्दै छोड्दैन। अनि मैले त्यो भाइलाई त्यही कुरा भने, यस्तो लगाउनु हुन्छ ठिकै छ, कोही बेला मान्छे सुतेको ठाउँमा सुतेको हुन्छ, तपाईँले पश्चाताप गर्ने मौका पाउनु भएन भने तपाईँ अहिले डराएर के फाइदा भनेर मैले भने।
कति बुझ्यो मलाई थाहा छैन त्यो हैन। पश्चाताप गर्ने मौका हामीले पाउनु पर्यो नि। पश्चाताप भन्ने कुरा चाहिँ कति बेला हामी बित्छौँ त्यो कुरा केही पनि थाहा हुँदैन हैन। हो कि होइन भन्नुहोस् त, हो नि। अब म नै अहिले यहाँनिर तपाईँहरूलाई यहाँनिर प्रचार गरिरहेको छु, अन्त भरे राति नै म केही पनि हुन सक्छु हैन। बिचरा पास्टर बाबु त सन्डेको दिन राम्रो वचन पनि बोल्नु भएको थियो अरे, पुलपिटबाट सबैलाई भेटेको अरे, उ गरेको अरे, राति त सुतेकै भएछ नि भन्नु पनि बेर लाउँदैन नि होइन। हामीले त्यसले गर्दा हर पल हर क्षण हामी तयार हुनुपर्छ, पश्चाताप गर्नुपर्छ, प्रभुमा फर्कनुपर्छ। हामी हराएको अवस्थामा हामी जिउनु हुँदैन। अघि छोरीलाई प्रभुले दिनुभएको आवाज हो त्यो, आजको वचनसँग यो कुराहरू चाहिँ मिलेको छ। लस्ट, हराएको, यहाँनिर के लेखेको छ हेर्नुहोस्। म लास्ट एउटा 1-2 सेन्टेन्स बन्द गर्छु। हेर्नुहोस् त, फेरि जीवित भएको छ, ऊ हराएको थियो र पाइएको छ। परमेश्वरदेखि टाढा हुनु भनेको चाहिँ हामी हराउनु भनेर भनेको, संसारमा हराउनु भनेको अघि। अनि त्यो अवस्थालाई चाहिँ के भन्दो रहेछ बाइबलमा, आत्मिक रीतिले मरेको अवस्था रहेछ। त्यसले गर्दा प्रियहरू, म परमेश्वरको वचन यतिमै राख्न चाहन्छु।